ल बस के निकै छौ के सन्चै छ ल आज हामीले पढ्ने पाठ के हो बलदार हैन हो पाठ कतिमा छ भनेर क्लास 10 युनिट 7 टपिक के छ मोशन एन्ड फोर्स यो अन्तर्गत आज हामीले पढ्छौं ग्रेभिटेशनल फोर्स formula and some numericals because अनि आज हामी एक कुरा थाहा हैन ल उसो भए एक कुरा प्रश्न सोध्छु है कमनलाई थाहा छ भन्ने है त गुरुत्वाकर्षण बल भनेको के होला भन्दा गुरुत्वाकर्षण बल भनेको के पृथ्वीले सबै वस्तुलाई आफ्नो केन्द्रित गर्ने त्यसलाई गुरुत्वाकर्षण बल भन्छन् होइन ग्रह उपग्रहले आफ्नो केन्द्रित गर्ने बल हैन ताराले तान्छ तान्दैन ताराले ताने भने गुरुत्वाकर्षण बल हुन्छ कि हुँदैन होला ग्रह उपग्रहमा त हुने भयो र ठीक छ हैन ताराले तान्यो भने त्यो गुरुत्वाकर्षण बल हुन्छ कि हुँदैन के हुन्छ सुमिना हुँदैन होला तारापुञ्जले तान्छ कि तान्दैन आफ्नो केन्द्रतिर तान्छ कि तान्दैन होला के हुन्छ होला सबैले तान्छ नि हैन हाम्रो ब्रह्माण्डमा भएका जति पनि आकाशीय पिण्ड छन् तारा उपग्रह ग्रह धूम्रकेतुहरू उल्का पिण्डहरू ग्यालेक्सी जति पनि चीज छ सबै चीजले एक आपसमा तानातान गर्छन् तान्नेलाई हामीले के भन्दो रहेछ गुरुत्वाकर्षण बल धकेल चाहिँ धकेल्दैन उसो भए के गर्छ धकेल चाहिँ धकेल्दैन तान्ने भयो आफ्नो केन्द्रतिर तान्ने बललाई हामीले के भन्दो रहेछौँ गुरुत्वाकर्षण बल धकेल्छ कि धकेल्दैन धकेल्छ कि धकेल्दैन ल भन त ब्रह्माण्डमा सबै वस्तुहरू बराबरका छैनन् ठुलोले सानोलाई आफूतिर तान्छ कि ठुलोले सानोलाई तानिरहेको छ नि त्यसले धकेल्छ त धकेल्दैन है धकेल्दैन तर धकेले पनि त्यो बल के हुन्छ बराबर हुन्छ त्यसकारणले गुरुत्वाकर्षण बल भनेको आकाशीय पिण्डमा लाग्ने सबै बल रहेछ अब आकाशमा त लाग्छ भने है मसँग एउटा मार्कर छ यो क्याल्कुलेटर छ यो दुईटाको बीचमा बल उत्पन्न हुन्छ कि भएको होला कि नहोला होला कि नहोला नहोला हैन त होला कि नहोला किन नहोला हुन्छ नि ब्रह्माण्डमा भएका सबै चीज पनि यो ब्रह्माण्डमा छैन त छ नि हामीलाई यसको महसुस नभएको किन नभएको यसको छुट्टै कारण छ है पृथ्वीले यसलाई पनि तानेको छ यसलाई पनि तानेको छ यति नजिक छ यसको बल नेग्लिजिबल होला हामीले महसुस नगर्ने एउटा कारण भयो तर संसारका सबै वस्तुहरूमा सबै परमाणुमा सबै अणुमा सबै पिण्डमा यो बल तानातान हुन्छ लागु हुन्छ त्यसकारणले त्यसलाई विश्वव्यापी नियम भनेको नि चाल सम्बन्धी विश्वव्यापी नियम सर आइजैक न्युटनले दिएको गुरुत्वाकर्षण बल ग्रेभिटेशनल बललाई विश्वव्यापी सिद्धान्त विश्वव्यापी नियम भन्छौँ किन भन्छौँ भन्दाखेरि सबै वस्तुहरूमा लागु हुन्छ त्यसकारणले यसलाई हामीले युनिभर्सल ल पनि भन्छौँ है ल गुरुत्वाकर्षण बल भनेको हामीले के थाहा पायौँ एउटा कुनै अब्जेक्टलाई अथवा हेभनली बडीज भनेको ब्रह्माण्डमा भएका पिण्डहरू सूर्य हाम्रो सौर्यमण्डलमा भएको सूर्य र ग्यालेक्सीको नजिकै भएको अर्को जस्तै अल्फा सेन्चुरी कुनै एउटा ताराहरू छ भने त्यो तारा र ताराको बीचमा अथवा एन्ड्रोमेडा ग्यालेक्सी र हाम्रो मिल्की वे ग्यालेक्सीको बीचमा तानातान हुन्छ त्यसलाई हामीले के भन्छौँ गुरुत्वाकर्षण बल एउटा सानो अर्को ठुलो अब्जेक्टको पिण्ड कति होला कति मानौँ यहाँ मानौँ यसको मान कति मानौँ अनि यसको जो सेन्टर छ नि यो केन्द्रदेखि यसको केन्द्रसम्मको दूरी यो छेउछेउको दूरी हेर्ने होइन नि फेरि यो दूरीलाई डी भन्ने होइन गतकाल इक्जामले एक क्वेसन सोधेको थियो के सोधेको थियो यो केन्द्रदेखि माथिसम्म एउटा डिस्टेन्स दिएको थियो यहाँदेखि यहाँसम्म एउटा दूरी दिएको थियो र यसको पनि यतापट्टि एउटा दूरी दिएको थियो बल निकाल्न भनेको थियो धेरै मिस्टेक गरे किन गर्यो भने उनीहरूले के बुझेन
वस्तुको केन्द्रदेखि अर्को वस्तुको केन्द्रसम्मको दूरी लिनुपर्ने हो है। यसरी डिस्टेन्स d मा सेपरेट गरेर राखेको छ भने यसले यसलाई पनि आफूले तान्छ, यसले पनि यसलाई आफूले तान्छ र दुवैको बल बराबर हुन्छ। त्यो बललाई हामीले के भन्छौँ? ग्रेभिटेसनल फोर्स। ग्रेभिटेसनल फोर्स। यसले के जनाइन्छ अरे? यसको एकाइ के होला? बलको एकाइ न्युटन। यसको एकाइ के होला? न्युटन। यसको एकाइ न्युटन होला। यही संसारका सबै बलको एकाइ के हुँदो रहेछ? न्युटन हुँदो रहेछ। के है? आज हामीले यसको बारेमा एक दुईवटा न्युमेरिकलहरु पनि गर्छौं है। सबभन्दा पहिला हामी यो गुरुत्वाकर्षण बलको गुरुत्वाकर्षण बलको नियम लेख्छौं। कसलाई थाहा छ यसको नियम? ल भन्न थाहा छ भने दुई आकाशीय पिण्डले बनाउने बल ती वस्तुको गुणनफलसँग समानुपातिक र ती वस्तुको केन्द्र बीचको दूरीसँग व्युत्क्रमानुपातिक हुन्छ। दुई आकाशीय पिण्डहरू बीच उत्पन्न हुने बल, दुईटा आकाशीय पिण्डहरू बीच उत्पन्न हुने बल भने के होला? क्या ती आकाशीय पिण्डहरूको ती आकाशीय वस्तुहरूको पिण्डको गुणनफलसँग के हुने? समानुपातिक। यो समानुपातिक चिन्ह हो। एउटाको पिण्ड यामान छ, अर्को पिण्ड दुईटा हेभनली अब्जेक्ट छ। यो अब्जेक्टको एउटा पिण्ड छ यामान, अर्को m2 छ र यसको बीचको डिस्टेन्स d छ भने यस्तो बेलामा उत्पन्न हुने बल F यो दुईटा पिण्डको मल्टिप्लिकेसन सँग बराबर हुन्छ, समानुपातिक हुन्छ। पहिलो सिद्धान्त, पहिलो नियम। दोस्रो नियम हेर त, यो बल यी दुई आकाशीय पिण्डहरू बीचको जो केन्द्रको दूरी छ नि, केन्द्रको दूरी त्यसको स्क्वायर, केन्द्रको दूरीको वर्गसँग भनेको 1/d को स्क्वायरसँग उल्टो सम्बन्ध हुन्छ। उल्टो सम्बन्धको मतलब के? जति जति नजिक त्यति धेरै बल, जति जति टाढा त्यति कमजोर बल। जति टाढा गयो त्यति कमजोर। अब दुईटा चुम्बक छ, दुईटा चुम्बकलाई नजिक राख्यो भने बढी तान्छ कि टाढा राख्दाखेरि बढी तान्छ? नजिक राखेर तान्यो नि त। हो त्यस्तै सूर्य र पृथ्वी नजिक नजिक गयो भने बढी बल उत्पन्न हुन्छ कि टाढा गएपछि हुन्छ? नजिक गएपछि। त्यही भनेको बल टाढा गयो भने यो उल्टो सम्बन्ध छैन त उहाँलाई पनि। टाढा गयो भने के हुँदो रहेछ? बल कम उत्पन्न हुँदो रहेछ है। समीकरण 2। अब यो दुईटा समीकरणलाई मिसाउँदा समीकरण 1 र 2 लाई मिसाउँदा यो दुईटाले सँगै राख्दा के हुन्छ हेर त? F भनेको m1 m2 अनि यो तलको d लाई तलै लेख्ने d स्क्वायर। अब यो समानुपातिक चिन्ह हटाउँ। F बराबर यसको सट्टामा g राख्ने m1 m2 अपन के हुँदो रहेछ? यो d स्क्वायर हुँदो रहेछ। जहाँ g भनेको 6.67 * 10⁻11 न्यूटन मिटर पर केजी स्क्वायर, न्यूटन मिटर स्क्वायर पर केजी स्क्वायर भएको गुरुत्वाकर्षणको अचर राशि हो। गुरुत्वाकर्षणको अचर राशि हो। ल g को मान यति रह्यो। ल यो टिप त्यसपछि हामी एउटा प्र्याक्टिकल गर्छौं है। यसको नियम पनि लेख्न बाँकी छ है त। त्यसपछि हामी नियम लेख्छौं। गुरुत्वाकर्षणको गुरुत्वाकर्षण बलको नियम। दुई आकाशीय पिण्डहरू बीच
लेखौँ त 2 आकाशीय पिण्डहरूबीच उत्पन्न हुने बल 2 आकाशीय पिण्डहरूबीच उत्पन्न हुने बल ती वस्तुको पिण्डको गुणनफलसँग समानुपातिक र ती वस्तुहरूको केन्द्र बीचको केसँग केन्द्र बीचको दूरीको वर्गसँग वर्ग भनेको के हो स्क्वायर वर्गसँग के हुन्छ व्युत्क्रमानुपातिक कि समानुपातिक व्युत्क्रमानुपातिक है यसलाई न्युटनको चाल सम्बन्धी विश्वव्यापी नियम पनि भन्छ न्युटनको चाल सम्बन्धी विश्वव्यापी नियम अथवा सिद्धान्त यसलाई न्युटनको चाल सम्बन्धी विश्वव्यापी नियम अथवा सिद्धान्त पनि भन्छन् है एउटा अब्जेक्ट छ अर्को अब्जेक्ट छ यसको मान छ m1 यसको पिण्ड छ m2 यो दुईटा पिण्ड बीचको दूरी छ d यसको बेलामा यसले तान्ने बलको मान हुन्छ यसलाई कुन सम्बन्धले देखाउन सकिन्छ f बराबर g m1 m2 upon d स्क्वायर ठीक छ हामी यसको सूत्र लेख्छौँ है एउटा ल यो तिम्रो पात्र है यो तीन मिलेर गर्नु यसमा के गर्ने यसलाई दोस्रोमा राख्नु तिम्रो तीनजनाको काम यही हो एक्समा बनाउने नै ठीक छ ल यो सकियो सारेर अब हामी एउटा भिडियो हेर्छौँ भिडियो हेर्नुभन्दा पहिला के गरौँ भन्दाखेरि के गर्नु भिडियो हेर्नु है त्यही यसमा हामी गुरुत्वाकर्षण बलको एउटा प्र्याक्टिकल पनि गर्छौँ है त र यहाँ जे प्र्याक्टिकल गर्छौँ नि त्यसको आधारमा 3-4 वटा रिलेसनसिपहरू हामी यसमा निकाल्छौँ दूरीलाई गुणा गर्दाखेरि के हुन्छ अथवा मास बनाउँदाखेरि के हुन्छ है त ल एकचोटि को उठ भन्दाखेरि को उठ ल एन्जल आचार्य यो छ नि यो दुईटा अब्जेक्टलाई मैले नजिक ल्याइदिएँ भने बढी बल उत्पन्न हुन्छ टाढा गर्दाखेरि हुन्छ नजिक ल्याउँदाखेरि हुन्छ किन होला त्यस्तो किन होला त्यो त गुरुत्वाकर्षण बल किन धेरै हुन्छ होला नजिक ल्याउँदाखेरि किन हुन्छ होला किनकि यो बलको पिण्डसँग कस्तो सम्बन्ध छ समानुपातिक सम्बन्ध छ जति नजिक आउँछ त्यति त्यो गुणा गरेको है ल बस रोहन गर्दा यिनीहरूलाई मैले टाढा लिएँ भने के हुन्छ होला टाढा राख्दाखेरि कम हुन्छ हैन ल उसो भए दुईजना केटीहरू बाहिर
एउटा हामी फिजिकल प्रोडक्ट ल तिम्रो दुईटा हो सन्ध्या र के अरे समिता यहाँ नजिकै पर्छ ल यसरी अँगालो हाल यसरी यहाँ हात बेट यसरी हाल्ने हो ल ताना एकअर्कालाई ताना दुवै ताना यसरी तान्दाखेरि बढी बल लाग्यो कि ल अब यसरी हाँसमा त ल ताना ल अब दुईटा औँला मात्रै सम्हाल्यो दुईटा औँलाले मात्रै ल ताना कुनमा बढी बल हुन्छ बढी बल त यसमा हुन्छ नि हैन नजिक आएर गर्दाखेरि बढी बल के हुँदो रहेछ लाग्दो रहेछ ल अब यो हामी यो भिडियोमा हेर्छौँ त्यस्तो हो कि होइन हामीले भनेको मात्रै हो कि साँच्चीकै हुँदो रहेछ कि रहेछ यहाँ देखिन्छ है एकचोटि यसमा हेरौँ नजिक ल्याएर राख्यो भने बल बढी हुन्छ अथवा टाढा लिएर राख्दाखेरि बल बढी हुन्छ न्युटनले त भनेर गरिहाले हैन भनेर सूत्र बनाएर गइसक्यो हामीले कसरी पत्याउनु पर्यो त गर्नु पर्यो ल यसमा छ हामीसँग पहिलो मास छ त्यसको पिण्ड छ यहाँ लेखेको छ 2 करोड केजी छ अरे आकाशको हो नि त हैन हाम्रो पकेटबाट निकालेको होइन आकाशको चिज हो यसलाई अझै घटाउन पनि मिल्छ घटाउन नमिल्ने होइन तर 1 बिलियन 2 बिलियन गरेर मैले 3 बिलियन राखेँ 3 करोड केजी छ अरे यो आकाशको ग्रह पृथ्वी भन्छ कति गर्नु हुने हो अर्को छ मार्स 2 भनेको दोस्रो पिण्ड त्यो चाहिँ मैले कति राखेँ 3 राखेँ 3 नै राखेँ यो तीनटालाई मैले 1 मिटर दूरीमा राखेर नजिक ल्याएँ ल यति नजिक ल्याएर राखेँ 1.8 किलोमिटर मात्रै नजिक ल्याएर राख्दाखेरि यसमा उत्पन्न भएको बल हेर फोर्स अन मास 2 बाइ मास 1 भनेको के यो मास 2 मा मास 1 ले लाउने बल अथवा धकेल्ने बल कति हुँदो रहेछ 185 न्युटन कति पिण्ड हुँदाखेरि यसको पिण्ड कति 3 यसको पनि 3 अनि दूरी कति 1.8 मिटर किलोमिटरको दूरीमा दुईटा अपेक्षा राख्दाखेरि बल चाहिँ एकले दुईले तान्ने अथवा धकेल्ने दुईले एकले तान्ने अथवा धकेल्ने बल कति हुँदो रहेछ त 185.4 न्युटन अब यसलाई थोरै 1.8 लाई मैले बढाएँ है त यसलाई मैले थोरै टाढा 2 राखेँ बल कतिले बढ्यो कति भयो अहिले 185 कति थियो 185.4 न्युटन थियो सुरुमा हैन त 1.8 g को मान कति थियो 1.8 किलोमिटर 1.8 राख्दाखेरि 185 अनि अब हेर मैले दूरी कति घटाइदिए 2 किलोमिटर दूरी बढ्यो अलिकति टाढा राख्दाखेरि यसको बल 100 कति पुग्यो 50.2 न्युटन दूरी बढ्यो बल के भयो उल्टो सम्बन्ध भयो नि त त्यसैले त भनेको नि बल दूरीसँग उल्टो सम्बन्ध राख्छ भने कुरा बुझ्यो बल दूरीसँग कस्तो सम्बन्ध राख्दै रहेछ अथवा व्युत्क्रमानुपातिक सम्बन्ध हुँदै रहेछ नपत्या फेरि हेरौँ मास मैले के चेन्ज गरेको छैन है त अहिले फेरि 4 मा राख्छु मैले ल अघिको दूरी भन्दा अहिले मैले के गरे ल दोब्बर टाढा गरे दूरीलाई कति टाढा गरे दूरीलाई दोब्बर गर्दै भनेको d बराबर मैले 4 किलोमिटर राख्दाखेरि यसको मान कति आयो ल 37.5 न्युटन ल दूरी दोब्बर गर्दाखेरि बल त अझै सर्टै गर्यो घटेन घट्यो यसरी घट्दो रहेछ है अब मैले यो चाहिँ दूरी घटाउँदाखेरि बल घट्दो रहेछ कति टाढा लग्यो भने 7 किलोमिटर टाढा लग्दाखेरि बल जम्मा जम्मी 12 किलोमिटर जति टाढा गयो त्यति घट्यो अब के गरौँ अब यसको मास मैले बनाउँछु 4 केजी पहिले 2 मै राख्छु हैन फेरि ल अघि 2 मा राख्दाखेरि मास 3 हुँदाखेरि मास 3 केजी हुँदाखेरि 150 न्युटन छ मास बढाइदिए मैले 1 ले कति पुग्यो 200 बढ्यो हैन ल एकचोटि फेरि हेरौँ है यसमा के देखियो मास m1 पनि 3 m2 पनि 3 राख्दाखेरि बल कति हुँदो रहेछ कति भयो बल 150.2 न्युटन मास सेम छ 2 किलोमिटर दूरी सेम राखेको छु है मैले दूरी के चेन्ज गरेको छैन फेरि दूरी चेन्ज कति भयो अहिले 5 केजी
5 केजी हो 5 केजी हुँदाखेरि m1 को मान कति 4 कि 5 र 5 केजी हुँदाखेरि m2 को मान 3 नै राख्दाखेरि f बराबर कति निस्क्यो 250 अब फेरि बढाउँछु छ मास दोब्बर गरिन्छ डबल मास डबल गर्दाखेरि m2 यहाँ मैले 6 गरे अघि 3 थियो 3 डबल गरेर कति बनाइदिए 6 m2 को मास सेम m2 को मास 3 नै राख्दाखेरि फोर्स पनि के हुँदो रहेछ 150 को डबल भनेको कति हो 300.4 न्यूटन फोर्स के भयो डबल भयो नि त र मास दूरी उति नै राख्छु मासलाई डबल गर्दाखेरि बल पनि डबल है बल पनि डबल अब दूरी पनि डबल गर्छु के हुँदो रहेछ 400 राख्दै हेर्दा बल फेरि अब 150 न्युटन थिएन 150 थियो नि 150 न्युटन थियो बराबर हुँदाखेरि मास डबल गर्यो अनि यो m2 सेम राख्यो तर दूरी पनि 2 को ठाउँमा 4 राख्दाखेरि जो पहिलाको 150 न्युटन थियो त्यो भन्दा आधा भयो यसरी के हुँदो रहेछ भने मास र डिस्टेन्सको रिलेसनशिप फोर्ससँग के हुँदो रहेछ एउटा डाइरेक्टली प्रोपोर्सनल हुँदो रहेछ समानुपातिक हुँदो रहेछ र अर्को व्युत्क्रमानुपातिक दूरी बढायो भने बल घट्ने दूरीसँग व्युत्क्रमानुपातिक उल्टो सम्बन्ध र माससँग के हुँदो रहेछ उल्टो हुँदो रहेछ अब हामी के गर्छौं एउटा हिसाब गर्छौं है त बुझे नि यसम्म अब तिमी सबले गर्ने है त यदि पिण्डलाई पहिलो वस्तु पिण्डलाई यदि पहिलो वस्तुको पिण्डलाई दोब्बर गरी दोस्रो वस्तुको पिण्ड र ती वस्तु बीचको दूरीलाई स्थिर राख्दा बलमा यदि नलेखौँ है पहिलो वस्तुको पिण्डलाई दोब्बर गरी दोस्रो वस्तुको पिण्ड र ती वस्तु बीचको दूरीलाई स्थिर राख्दा वस्तु बीच उत्पन्न हुने बलमा के फरक पर्ला के फरक पर्ला है सोल्युसन यहाँ दिएको हामीसँग दुईटा अब्जेक्ट छ पहिलो पिण्ड छ m1 दोस्रो पिण्ड छ m2 यो दुईटाको बीचको दूरी छ d यस्तो बेलामा उत्पन्न हुने बलको मान कति हुन्छ याद हुन्छ कति हुन्छ ल दिएको पहिलो अवस्थामा याद मान बराबर हुन्छ g m1 m2 upon d square समीकरण यो कसले दिएको सिद्धान्त अरे भन्नु त न्युटनले हैन त गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम पहिलो अवस्थामा F बराबर g m2 upon d square हैन त फेरि केसले के भनेको थियो र फेरि पहिलो वस्तुको पिण्ड के गर्ने पहिलो वस्तुको पिण्ड दोब्बर गर्दा के हुन्छ र पहिलो वस्तुको पिण्ड दोब्बर गर्दा F2 बराबर g को ठाउँमा g इन्टु m को ठाउँमा कति लेख्ने होला दोब्बर गर्ने भनेको के गर्ने 2m1 है 2m1 इन्टु m2 upon d square F2 बराबर g यो अगाडि 2 लाई मैले लेख्दिनु न्युमेरिकल भ्यालु हो g m1 m2 upon के भयो यो d square हो अनि F2 बराबर यो 2 को ठाउँमा 2 इन्टु यो g m1 m2 upon d square भनेको यहाँ हो कि हैन उसो भए त पहिलो वस्तुको पिण्ड भन्दा
दोस्रो वस्तुको पिण्ड के हुँदो रहेछ यसरी पहिलो वस्तुको पहिलो अवस्थामा लागेको बल भन्दा दोस्रो अवस्थामा लागेको बलको भ्यालु के हुँदो रहेछ दोब्बर हुँदो रहेछ अब यो सम्बन्ध ठीक छ कि छैन हामी यसबाट हेर्छौं ठीक छ अब हुन्छ चेक गरौँ है एकचोटी सुरुको केसमा हेरौँ एकचोटी सुरुको केस ल 1 केजी छ 1 केजी छ बेसी 7 छ ल 1 केजी हुँदाखेरि बल कति उत्पन्न हुँदो रहेछ दुईटै अब्जेक्ट 1 केजी को छ र दूरी 4 किलोमिटर मात्रै राख्दाखेरि उत्पन्न हुने बलको पॉइन्ट कसैले के भने पहिलो वस्तुको पिण्डलाई दोब्बर गर्ने मतलब उहाँलाई कति गर्नु पर्यो 2 गर्ने दोस्रो पिण्डको मासलाई नचलाउने यतिकै राख्ने र दूरी पनि सेम राख्ने यो दुईटा केस हुने बेलामा यसको बलमा कति प्रकारले बल वृद्धि हुँदो रहेछ पहिला कति थियो मोबाइल कुद्यो किन अहिले कति भयो लगभग 2 गुणाले बढी परेन है ल अझै पनि डबल गरौँ ल यो पनि 2 छ अहिले कति 16.4 न्युटन हुँदाखेरि है मैले 2 लाई कति गर्ने ल कुनै यसले दोस्रोलाई नि गर्न मिल्यो यसलाई 4 केजी राख्ने पहिलो अब्जेक्ट र यसको डिस्टेन्स सेम राखे सेकेन्डको मास मात्र इन्क्रिज गर्दाखेरि कतिले बढ्यो अघि 16 पॉइन्ट कति थियो 7 थियो अनि अहिले 33.4 भनेको 16.7 इन्टु डबल भनेको 33.4 हो हैन त ल सुजन आउँछ भन्छ यो सुजनले आफै गर्दिने तिमीले के गर्न मन लाग्छ कसको अब्जेक्ट कति बनाउन मन लाग्छ बनाऊ तर एउटा भन्दा अर्को अब्जेक्टको मास चाहिँ डबल हुनु पर्यो है ल यहाँ मलाई कति राख्ने यसले तिमीले राख्यो के र्यान्डमली यो त मैले राखेको हो नि कति भयो 6 डिस्टेन्समा के चेन्ज छ कि छैन छैन कति छ डिस्टेन्स अहिले 4 कति न्युटन बल भयो 75 डबल गरेपछि यति हुँदो रहेछ हैन ल ल अर्को आउँछ मन्दिर आउँछ अहिले हेर हैन अब हामी के गराउँ अहिले आफ्नो 75 न्युटन छ यो 4 किलोमिटरमा भएकोलाई 8 किलोमिटर टाढा ल्याउँछ तिमीले यता सारा अलिकति उता माथि पनि हेर कति पुग्यो फेरि ओ यहाँ कति पुग्यो यो 5.6 अझै सारा 8 सम्म पुर्याउ अझै डबल नहुने रहेछ त उसपछि यसले के गरौँ यसले 3 मा लैजाऊ 3 मा लगाउँदा एकचोटी 3.9 भयो 3 मा लैजाऊ 3 मा अलि नजिक आऊ ल ए अलि 3.1 भयो उता भयो ल 3.1 गरी कति छ न्युटन कति छ न्युटन 133.5 न्युटन छ है अब यसले तिमीले 6 मा ल्याऊ सारा त 6.3 हो 6 मा ठ्याक्कै 6 मा 6.0 मा त 6 मा अले सारा ल यो पनि त सर्ट होला नि यो पनि सर्ट होला हैन त अघि गर्नुपर्ने 6 मा राख्नुको लागि त 6.6 ल अहिले कति भयो 30 कति थियो किन यस्तो चेन्ज भयो त मास हुँदाखेरि डबलले बढिरहेको थियो बल हुँदाखेरि चाहिँ दूरी हुँदाखेरि किन यस्तो धेरैले बढ्यो 133 बाट फेरि 33 मा आयो जति टाढा हुन्छ त्यति टाढा त हुन्छ किन यस्तो धेरै चेन्ज भयो यसमा गर्नु अब 133 नै थिएन 133 बाट सिधै 100 ले घट्यो किन यस्तो भयो व्युत क्रमानुपातिक मात्रै भएर होइन दूरीको स्क्वायर पावरमा कति छ 2 अनि पावर भएपछि त डबल चौबलले पर्छ नि त
2 को पावर 2 छ भने 4 गुणाले घट्यो 3 छ भने 9 गुणाले घट्यो 4 भएपछि 16 यसरी एक्सपोनेन्शियली घट्छ के यो पावरमा घट्नुको कारणले गर्दा यस्तो भएको है ल अब हामी के गरौँ भने अब मिलेर काम गरौँ एउटा त्यो एउटा यो एउटा केटाहरुको तिम्रो यता फर्क्यौ यसमा गर र अर्को तिम्रो यहाँ गर तिम्रो यता फर्क्यौ त्यसमा बीचमा राख तिम्रो लेख्नु है गर्नु के गर्यो भने म 4 गुणा सर हामीले कस्तो सुरु गरेछ 4 गुणा छुटा हिसाब है त पहिलो हिसाब कसरी सुरु हुन्छ पहिला ग्रुप ए ग्रुप बी ग्रुप सी ग्रुप डी कसले पहिला सल्भ गर्छ र कसले एकदम क्लियरली रिप्रेजेन्ट गर्छ थाहा हुन्छ अब रिप्रेजेन्ट पनि गर्ने होइन है पहिलोमा वस्तुको पिण्ड दुवै वस्तुको है दुईवटै वस्तुको पिण्ड दोब्बर गरी दूरी स्थिर राख्दा यो क्वेशनको आधारमा तिमीले गर्दाखेरि है क्वेशन सार्नु परेन यसको आधारमा गर्ने यसमा चाहिँ के गर्ने पिण्ड स्थिर राखी दूरी दोब्बर गर्दा पिण्डलाई के नचलाउने दूरीलाई मात्रै दोब्बर गर्ने है अनि यसमा चाहिँ पहिलो वस्तुको पिण्ड पहिलो नगरौँ वस्तुको दूरी आधा गर्दा पिण्ड सेम राख्ने है पिण्ड स्थिर राख्ने अनि लास्टमा राखौं पहिलो र दोस्रो वस्तुको दूरी 1/3 एक तिहाईले बढाउँदा पिण्ड चाहिँ के राख्ने पिण्ड स्थिर राख्दा हुने सम्बन्धहरु लेख्नु पर्छ अहिले हामीले गर्यौं नि भन्दा अगाडि दोब्बर गर्दा पहिलो अवस्थामा f बराबर g m/t² अनि दोस्रो अवस्थामा f बराबर g m/t² m को भ्यालु राख्नु टी राखेको थियो नि हो त्यसरी निकाल्नु ल चार्ट बनाउनु पर्यो है सही हेरेर गर्ने हो ल फटाफट गरौँ 3-4 मिनेट सकिन्छ हेरेर गर्नु वस्तुको पिण्ड दोब्बर गर्ने चाहिँ m1 मा पनि 2m1 केहीले गर्ने केही गर्दैन रियाक्सन हेर्नेका के भनेको तिमीहरू ग्रुप बी तिमीहरू ग्रुप सी तिमीहरू अनि ग्रुप डी तिमीहरू अनि के गर्ने चार्ट हेरेर चार्टमा के गर्ने ल सुन चार्टमा के गर्ने है लेख्ने यता हेर त हेर के गर्ने तिमीसँग भएको जुन पेपर छ नि पेपरको यो चार्ट छ हो यो चार्टको यो साइडमा फिगर बनाउने यतापट्टि फिगर बनाउने एउटा फिगर दुईटा फिगर बराबर छ बराबर बनाउने d हुन्छ m1 m2 हुन्छ यसमा m2 हो अनि यतापट्टि एकैन कसरी अघि जसरी गरे त्यसरी ल एक्टिभिटी पार्टिसिपेट
दो प्रकार के के लेके और को सिंगल बनाउनु पर्यो भने अगर हेरेर पहिले एकाडा बनाए डी मात्रै हो नि अब वस्तु मिला दुर्बल गरी दुरी सेक्सन राख्ने अनि दुरी यति राख्नु तर यो मात्र हुनु पर्यो दुर्बल पनि यो पनि केन्द्रको दुई बराबर अनि यहाँ दिए पहिलो अवस्थामा यहाँ बराबर यसमा पनि दुई पर्छ एउटा पनि यसमा पनि टु वस्तुको दूरी आधा गरिदिनु त अब्जेक्ट सेन्टर बराबर गर्नु पर्यो फेरि m2 d स्क्वायर डी अपन आधा गरेको नि त्यो हजुर
यो बुझ्नु के हो त यहाँ मत हो कि के भयो पहिलो अवस्थामा तिमीले एक होइन दूरी दोब्बर गर्नु पर्यो क्या त्योभन्दा ठुलो दूरी सेम राख्छ न यो दूरी सेम राख्नु पिण्ड चाहिँ ठुलो भने यो पनि ठुलो बनाऊ यो पनि ठुलो यहाँ त्यही त सक्यो होइन ल सन्धिवा हो दिपा पनि हो दुईले समाधान के पाइयो अलिक उचालो माथि राख्छ यही हुन्छ यो के आउँछ एक्चुअली हो त हातले राख्ने हो GM1M2 अपन B स्क्वायरलाई चाहिँ हामीले समीकरण आई मानेका छौँ र तल त्यही आएको छ त्यसलाई F1 मान्यौँ अपन 4 समीकरण आई तसर्थ पिण्ड स्थिर राखी दूरी दोब्बर गर्दा पहिलो बल दोस्रो बल भन्दा 4 गुणाले गर्छ ल ल सबै क्लियर गर्दै ल यसमा के भयो भन्दा पिण्डलाई स्थिर राख्ने दोब्बर दूरीलाई दोब्बर गर्ने हो भने बल 4 गुणाले के हुँदो रहेछ घट्दो रहेछ हैन यो कुरा हाम्रो थाहा भयो ग्रुप बी को त हुन्छ हैन ग्रुप सी ल ल फटाफट आएर टाइम चाहिँ हेर्छु ल बिजनेस समाप्ति गर्ने वस्तुको दूरी आधा गर्दा पिण्ड स्थिर राख्दा वस्तुको दूरी पहिला वस्तुको पिण्ड बराबर राखी दूरीलाई घटबड गर्दा के हुन्छ भने त पहिलो अवस्थामा F1 = G M1 M2 अपन D स्क्वायर हुन्छ हामीले त्यसलाई समीकरण मान्यौँ फेरि पहिलो वस्तुको दूरीलाई आधा गर्दा F2 = G M1 M2 D अपन 2 को स्क्वायर F2 = G M1 M2 अपन D स्क्वायर 2 को स्क्वायर भनेको 4 हुन्छ F2 = 4 × G M1 M2 अपन D स्क्वायर त्यसलाई हामीले समीकरण मान्यौँ वस्तुको दूरी आधा गर्दा पिण्ड स्थिर राख्दा पहिलो अवस्थामा लाग्ने बल भन्दा 4 गुणाले बढी लाग्ने रहेछ भन्ने हामीले पत्ता लगायौँ ल क्लियर गर्दै अब ग्रुप ए आओ लाउका लाउ एक लगाउ ग्रोन के भनेछ भने त वस्तुको अलि टाढा बस्छ स्थिर राख्दा यहाँ दिएको पहिलो अवस्थामा F1 = GM1 M2 / D को स्क्वायर आई समीकरण वस्तुको पिण्ड दोब्बर गर्दा F2 = G × 2M1 × 2M2 / D को स्क्वायर F2 = 4 × GM1 M2 / D को स्क्वायर F2 = 4F1 अनि चित्र यो दोब्बर नगर्दा पहिलो अवस्था दोब्बर गर्दाको दोस्रो अवस्था हैन ल यसको मतलब के भेटियो भने दूरी हामीले मासलाई मात्रै बढायौं दूरीलाई केही गरेनौं मास डबल गर्यौं भने त्यसको बल पनि 4 गुणाले बढ्दै रहेछ ल क्लियर गर्नु
अलि उताबाट अँ पहिलो अवस्थामा f बराबर gm पृथ्वी स्क्वायर हुन्छ नि दोस्रो अलि त जाऊ छेक्यो छेक्यो के 1/3 ले घटाउँदा f2 is gm1 d/3 को होल स्क्वायर हुन्छ जी त्यो चाहिँ यस्तो गर्दाखेरि 9 गुणाले बढ्यो हैन त ल ल कसले गर्दिउ ल एकदम राम्रो अब हामी भोलिको लागि एउटा होमवर्क लेखौँ है होमवर्क लेखेर पृथ्वीको पिण्ड 6 × 10 को पावर 24 केजी र सूर्यको पिण्ड 2 × 10 को पावर 30 केजी हुँदा केजी छ यदि सूर्य र पृथ्वी बीच 5 × 10 को पावर 15 न्यूटन बल उत्पन्न भएको छ भने ती पिण्डहरू बीचको दूरी कति होला ल यो हिसाब चाहिँ भोलि गरेर ल्याउनु पर्यो है ल सकिन्छ यति गर्न सकिन्छ ल आज हामी यति गर्छौँ है त ल थ्यांक यू क्लास Thank you, sir.